दर्शकबिन अन्तत सागरको जित अनि मामाको भने हार भएको छ। बिचरा सागरलाई यतिका समयसम्म यति धेरै तडपाए, आफ्नो न त श्रीमती देख्न पाए, न त छोरीलाई नै देख्न पाए, न त सासू ससुरा। भोको भोकै बिचरा सागरलाई यति धेरै तडपाएका थिए, तर अन्तिममा सत्यको जित हुन्छ भने जस्तै यति बेला सागरको जित भएको छ। सागरको जित भएसँगै सागर निकै खुसी भएका छन्। अन्तत ती मामा भने यति बेला हारिसकेका छन्। जसरी सागरलाई फसाउँछु भन्ने सोचेका थिए त्यो भने सम्भव भएन। अन्तत उनी जेलको चिसो हावा खान बाध्य भएका छन्। यता आफ्नै भान्जीलाई पनि कति धेरै हेला गरेका थिए। सायद सबैलाई माया गरेको भए ती मामा भनिनेलाई सबैले माया गर्थे होलान्, तर गाउँमा पनि उनलाई सबैले हेला गर्दा रहेछन्। बिचरा सागरलाई भने उता सासू ससुरा पनि निकै चिन्तित भनेका थिए। कान्छीका आमा र बुवाले ज्वाइँ कहाँ जानुभयो होला, बिचरा ज्वाइँले गर्दा छोरीले कति धेरै दुःख पाएकी छिन्, मेरो छोरीको जस्तो फुटेको कर्म कसैको रहेनछ भनेर कति धेरै निराश भएका थिए। तर निराशको बीचमा केही आशाका किरणहरू भने पक्कै जलिरहेको छ। यति बेला सागर खुसी भएका छन्। हो, बिना गल्ती मान्छेलाई यसरी फसाउँदाखेरि कति धेरै दुःख पाए। सायद दुःखको छेड भनेको सागरलाई मात्रै थाहा छ कति पीडा भयो। यता सागरलाई फसाउनको लागि भने अरू मान्छे पनि गइरहेका छन्। यता सागरलाई फसाउन जुनेहरू पनि गइरहेका छन्। अब कान्छी र सागरको भेट जसरी पनि हुन दिनु हुँदैन, हामीले बदला लिनुपर्छ भनिरहेको बेलामा साँच्चीकै उनीहरूले भने सागरलाई लुकाउन सक्लान् त। तर बिचारी कान्छी सागर आउने बाटो कुरेर बस्दा अब कुरेर साध्य छैन, खोज्नै हिँड्नुपर्छ भनेर खोज्न समेत हिँडेकी छिन्। यति धेरै पीडा मन गाँठो पारेर मनभित्र पीडाहरू लुकाएर कान्छी भने गल्ली गल्लीमा हिँडेकी छिन्। अन्तत कान्छीले भने आफ्नो पै बुढालाई पाउनको लागि कति धेरै सङ्घर्ष गरेकी छिन्। तर अब भने कान्छीका सङ्घर्षका दिनहरू भने खेर जाँदैनन् कि? हुन त यता जुनेले पो केही गर्ने हो कि? तर यति बेला सागर भने मामाको जालबाट निस्किसकेका छन्। मामा हारिसकेका छन् भने सागरले जितिसकेका छन्। पक्कै पनि सत्यको यति बेला जित भएको छ।